आज म राणा प्रधानमन्त्री भीम शमशेरले गरेका कार्य तथा योगदानको बारेमा जानकारी दिन गइरहेको छु र जसलाई सम्झन चाहिँ मैले एउटा तरिका अपनाएको छु जुनलाई सुनेर साथ दिनुहुनेछ भन्ने आशा लिएको छु र सम्झने तरिका चाहिँ यस्तो रहेको छ। भीम दाइको जागिर त दशदेखि 4, भीम दाइको जागिर त दशदेखि 4, शनिबार बिदा दिए देखाएर प्यार, शनिबार बिदा दिए देखाएर प्यार, नुन र कपासमा छुट दिए चर्का प्रचारकमा रोक लाएर, नुन र कपासमा छुट दिए चर्का प्रचारकमा रोक लाएर, जाँच दिए लाइब्रेरीमा मौका पाएर, जाँच दिए लाइब्रेरीमा मौका पाएर। जसलाई म फेरि एकचोटि रिभाइज गर्नेछु। भीम दाइको जागिर त दशदेखि 4, भीम दाइको जागिर त दशदेखि 4, शनिबार बिदा दिए देखाएर प्यार, शनिबार बिदा दिए देखाएर प्यार, नुन र कपासमा छुट दिए चर्का प्रचारकमा रोक लाएर, नुन र कपासमा छुट दिए चर्का प्रचारकमा रोक लाएर, जाँच दिए लाइब्रेरीमा मौका पाएर, जाँच दिए लाइब्रेरीमा मौका पाएर। र उनले गरेका कार्यलाई संक्षिप्तमा तल हेरौँ। उनले कार्य समय 10 देखि 4 हुनुपर्छ भन्ने नियम बनाए र उनले शनिबार बिदा दिने प्रचलनको सुरुवात पनि गरे र जनतालाई नुन र कपासमा छुट दिने व्यवस्था पनि गरे र चर्का प्रचारकमा पनि रोक लाए। उनकै पालामा लाइब्रेरी पर्व घटेको थियो र उनको पालामा जाँच पास अड्डाको पनि स्थापना भएको थियो। र फेरि एकपटक भीम शमशेरको बारे सम्झने तरिका। भीम दाइको जागिर त दशदेखि 4, भीम दाइको जागिर त दशदेखि 4, शनिबार बिदा दिए देखाएर प्यार, शनिबार बिदा दिए देखाएर प्यार, नुन र कपासमा छुट दिए चर्का प्रचारकमा रोक लाएर, नुन र कपासमा छुट दिए प्रचारकमा रोक लाएर, जाँच दिए लाइब्रेरीमा मौका पाए।